आफ्नो काममा जा है माने, मेरो पछि पछि नआइज। म तेरो पछि लाग्यो र त पो मेरो अघि अघि हिँडिरहेछ। ओइ माने कसलाई जिस्काउँदैछ? पनि ज्ञानले कुटी जस्तो कुट्न पर्ला नि फेरि। कसले कसलाई जिस्काएको छ र? तँलाई मैले धेरै दिनदेखि हेरिरहेको छु, बुझिस्? छैन हौ बसन्त। अझै के बाँकी? बजार जान छोडेर यही मानेको पछि लाग्नुपर्छ? फुटफुट जा। अनि माने मलाई चाहिँ अन्तिम पटक सम्झाउँदैछु है म। होइन जय साहब, के भयो र? किन यस्तो भन्दै हुनुहुन्छ? माने मेरो पछि पछि लागेर दाइले मलाई कति गाली गर्छ। मेरो केही गल्ती नै छैन। हेर्नु अझ बढी गल्ती रहेछ। भइगयो त, नानीको केही गल्ती नै रहेनछ। यही लफङ्गो पछि लागेर त होला नि।